अनि फल हैन यता हेर्नु यता उनी फल्न लाग्नु त्यहाँ अब यिनी पुरा फल हानी यता हेर्नु नि अब बुटे ढाल्न लाग्नु यो कहाँदेखि लिनु हो कि तपाईँले यार तिमीले किन भन्थ्यौ केटा हो हैन दुईटाको खुब जोडी मिलेछ भनेर अंकललाई भाइरल गरौ नि भाइरल पनि गराइयो यो फेरि के को खेती गर्नु भएको छ यो तिखो गोत पनि खजुरी हेर्दा खजुरी हो यो बर्खामा मात्रै हुन्छ पावन अब पाक्न लाग्छ हेर्नु सब यो जंगलै बनाइदियो हाम्रो फर्स्ट मेम्बर जंगल यात्राको आजको नेक्स्ट ओली हाम्रो सेकेन्ड मेम्बर आउँदै हुनुहुन्छ थर्ड फोर्थ अनि हाम्रो एकदम मोटो दाजु चाहिँ पछाडि हिँड्न नसकेर पसिना चढ्दै आउनु भएको छ हेलो हेलो गाइस आज हाम्रो भ्रमण भनेको माछा मार्ने हो जंगलमा हैन कोलाई छैन अहिले जंगलतिर यस्तो राम्रो फलिरहेछ यार खजुरी हुन्छ खजुरी अभिराजलाई पेले हान्त आज के हो ल फाइनल्ली 2 घण्टाको बाटो हिँडेपछि हामी पानामा कटेर जंगलमा आइरहेछौँ अहिले हैन अहिले यो ठ्याक्कै हामी इलिगल बाटो अमेरिका जाँदै हो हैन जंगलमा सफर गरिरहेछौँ हामी केटाहरु यहाँ माछाहरु पनि रहेछ के अनि माछा पनि यहाँ खिच्दिउँ न त फेरि माछा रहेछ नि दामी रमाइयो पानामा जंगल यस्तै हो के गाइड गर्ने को यहाँदेखि यहाँसम्म त आइयो हैन यहाँ हो हाम्रो गाइड आजको अब यहाँको पछि पछि हिँड्यो हामीलाई कता लग्नुहुन्छ कहाँ सकिन्छ त्यो ढुङ्गा हुँदैन केकडा भेटाउनु भयो भन्नुहुन्छ तर सकिने ढुङ्गा हुन्छ दुईजनाले तान्नु न कहाँ सकिन्छ यत्रो भित्रै गड्डे तीनजनाले त्यस्तै गड्डा हो के कस्तो राम्रो देखियो यार यो यहाँ हैन माछा छन् माछा त बेसेट चोट लाग्यो दामी देखियो यार नङै गइको चाहिँ कामला भने होला के बनाइरह्यो नि यो बल्छी हो माछा मार्ने कि भ्याउ त अब नास्ता कार्यक्रम भइरहेछ नास्ता खाने कार्यक्रम यहाँ हामीले पो केमा खाने हो के पात टिप्ने पात बनाइदिन्छ कि यहाँले सालको पातमा रमाइलो छ जिन्दगी यो अंकल को दारू माल बनेगा कैसा माल बनेगा ये पूरा जन आइटम है खै देखाउनु दे त नजिकबाट ये हातमा देखो स्पेशल अब बातमा राखेर स्पेशल खानेकुरा चाउ के छ घोगी टिप्न आमा चुस्यो हेर स्वास पारे अन्त घगी यार त्यो गाउँमा पाइने सँगै हो फेरि भन्दा पनि राम्रो चिज हो नि
म खाँदिनँ यो अहिले खानुहुन्छ पछि त्यो चाहिँ नै खाइन्छ भोगे नमारे पनि खान पाइन्छ यही स्पेसल छ त अनि के चाउचाउ अगाडि यहीँ राख्नु क्या हैन भोगे नमारे पनि भात खाने भात पनि भात पनि आज निकाल्नु मोबाइल पनि एउटा लिने यता दिनु मल महँगो त्यो आइफोन पैसाले दिनु अमत छँदै हुन्छ होइन यति बजी जस्तो मलाई